नमस्कार साथीहरू। के कहिल्यै सोच्नु भएको छ जीवन किन परिवर्तन हुँदैन? जबकि हामी हरेक दिन परिवर्तन गर्ने प्रयास गर्छौं। हामी भन्छौं भोलिदेखि जिम जान्छु, भोलिदेखि चाँडो उठ्छु, भोलिदेखि पढाइ सुरु गर्छु। तर त्यो भोलि कहिल्यै आउँदैन र जो आउँछ त्यो फेरि उही तरिकाले बित्छ, जस्तै हरेक दिन बित्छ कुनै परिवर्तन बिना। तर के हुन्छ यदि म भन्छु कि परिवर्तन कहिल्यै ठूलो छलाङबाट आउँदैन? यो आउँछ साना साना लगभग नदेखिने कदमहरूबाट। हो, ती बानीहरू जुन यति साधारण लाग्छन् कि हामी तिनलाई बेवास्ता गर्छौं, तिनै वास्तवमा हाम्रो जीवनको दिशा निर्धारण गर्छन्। त्यसैगरी हाम्रा साना निर्णयहरू, हरेक दिनका ती साना छनोटहरू हाम्रो भविष्यलाई पूरै परिवर्तन गर्न सक्छन्। हामी सोच्छौं कि ठूलो सफलताका लागि ठूला परिवर्तन चाहिन्छ, तर सत्य यो हो कि ठूला कुराहरू सधैँ साना कुराहरूबाट सुरु हुन्छन्। अब आफ्नो जीवनमा एकछिन नजर लगाउनुहोस्। बिहान उठेर सबभन्दा पहिले के गर्नुहुन्छ? फोन उठाउनुहुन्छ? दिनभरि आफूलाई बारम्बार मोटिभेट गर्ने प्रयास गर्नुहुन्छ, तर फेरि उही पुराना बानीहरू फर्केर आउँछन्। यदि हो भने यो प्रस्तुति तपाईकै लागि हो। यो विषय हो एटोमिक ह्याबिट्सको, जहाँ हरेक सानो परिवर्तन, हरेक सानो बानीमा एटोमिक लेभलको शक्ति हुन्छ। त्यो शक्ति जसले कमजोर मान्छेलाई बलियो बनाउन सक्छ, असफल व्यक्तिलाई विजेता बनाउन सक्छ र साधारण जीवनलाई एक्स्ट्राअर्डिनरी बनाउन सक्छ। तर यो सजिलो हुँदैन, किनकि समस्या यो होइन कि हामी परिवर्तन चाहदैनौं। समस्या यो हो कि हामी परिवर्तनलाई गलत ठाउँमा खोज्छौं। हामी एकदम ठूलो नतिजा चाहन्छौं। म 1 हप्तामा फिट देखिन चाहन्छु, म 1 महिनामा धनी बन्न चाहन्छु, म आजदेखि पर्फेक्ट बन्न चाहन्छु। र जब यस्तो हुँदैन तब हामी हार मान्छौं। तर असली जादु त कन्सिस्टेन्सीमा हुन्छ। हरेक दिनको एउटा सानो स्टेप जुन भोलि केही ठूलो बन्छ। एउटा किताबका मात्र 2 पेज सधैँ पढ्नु, मात्र 10 मिनेट ध्यान गर्नु वा मात्र 5 मिनेट कसरत गर्नु। यिनै साना स्टेपहरूले एक दिन तपाईभित्र त्यो व्यक्ति जगाउनेछन् जुन तपाईँ सधैँ बन्न चाहनुहुन्थ्यो। याद राख्नुहोस्, बानीहरू कहिल्यै झुट बोल्दैनन्। तिनले बताउँछन् कि तपाईँ को हुनुहुन्छ र के बन्नुहुनेछ। यदि तपाईका बानीहरू कमजोर छन् भने तपाईको भविष्य पनि कमजोर रहनेछ। तर यदि तपाईका बानीहरू बलिया छन् भने कुनै शक्तिले तपाईलाई रोक्न सक्दैन। अब प्रश्न यो छ कि बानीहरू कसरी बदल्ने? किनकि हामी सबै जान्छौं कि हामीले के गर्नुपर्छ, तर गर्दैनौं। समस्या के हाम्रो सोचमा छ वा हाम्रो सिस्टममा? यहाँबाट सुरु हुन्छ असली कथा। त्यो कथा जसले बताउँछ कि हामी आफ्नो दिमागलाई कसरी रिप्रोग्राम गर्न सक्छौं, आफ्नो वातावरणलाई कसरी रिडिजाइन गर्न सक्छौं र आफ्नो जीवनलाई कसरी ट्रान्सफर्म गर्न सक्छौं, मात्र साना, सरल, कन्सिस्टेन्ट एक्सनबाट। कहिलेकाहीँ मान्छेलाई पूरै जीवन बदल्नका लागि कुनै चमत्कार होइन, बस एउटा सही बानीको आवश्यकता हुन्छ। किनकि जब तपाईँ आफ्ना बानीहरू बदल्नुहुन्छ, तपाईको व्यवहार बदलिन्छ, र जब व्यवहार बदलिन्छ तब तपाईको पूरै दुनिया बदलिन्छ। के तपाईँ तयार हुनुहुन्छ त्यो परिवर्तनका लागि जुन सानो सुरु हुनेछ तर तपाईको पूरै जीवन बदलिदिनेछ? के तपाईँ तयार हुनुहुन्छ आफ्नो भित्रको त्यो आत्मालाई जगाउनका लागि जुन वर्षौंदेखि पर्खिरहेको छ? किनकि अब समय आएको छ साना बानीहरूलाई ठूलो शक्तिमा बदल्ने। अब समय आएको छ आफ्ना हरेक साना एक्सनलाई मिनिङफुल बनाउने। अब समय आएको छ एटोमिक ह्याबिट्सको त्यो रहस्य जान्ने जसले प्रमाणित गर्छ कि सक्सेस इजन्ट अ गोल, इट्स अ ह्याबिट। र मित्रहरू, तपाईलाई यो प्रस्तुति सुनेर यदि तपाईलाई लाग्यो कि हो म पनि बदलिन सक्छु, तब अबदेखि हरेक दिन एउटा सानो कदम उठाउनुहोस्, किनकि आजको सानो कदम भोलिको ठूलो चमत्कार बन्न सक्छ। यो हो बियोन्ड द बुक, जहाँ हामी ल्याउँछौं ती किताबहरू जसले तपाईको सोच र विचार बदलिदिनेछन् र तपाईको जीवनलाई नयाँ दिशा दिनेछन्। यदि तपाईँ पनि आफ्ना ह्याबिट्स बदलेर आफ्नो भाग्य लेख्न चाहनुहुन्छ भने यो भिडियो पुरै हेर्नुहोस्, किनकि अगाडि आउने कुरा तपाईको जीवनको टर्निङ पोइन्ट हुन सक्छ। कुरा गरौँ च्याप्टर 1 को, टाइनी चेन्जेस मेक अ बिग डिफरेन्स। कहिलेकाहीँ जीवनमा हामीलाई लाग्छ कि हाम्रो मेहनतको कुनै असर भइरहेको छैन। हामी प्रयास गर्छौं, मेहनत गर्छौं, तर नतिजाहरू उही पुराना, उही ठहराव, उही निराशा। यस्तो किन हुन्छ? किनकि हामी सोच्छौं कि परिवर्तन सधैँ ठूलो हुनुपर्छ। हामी चाहन्छौं कि सबै कुरा रातारात बदलियोस्। तर सत्य यो हो, परिवर्तन सधैँ साना कदमहरूबाट सुरु हुन्छ। यति साना कि सुरुमा कसैलाई देखिँदैनन् पनि। एकछिन सोच्नुहोस्, यदि तपाईँ आजदेखि सधैँ मात्र 1% राम्रो बन्ने प्रयास गर्नुहुन्छ, मात्र एउटा सानो कुरामा सुधार गर्नुहुन्छ, तब 1 वर्षपछि तपाईँ कति बदलिनुहुन्छ? सायद आज फरक नदेखियोस्, 1 हप्तामा पनि नदेखियोस्, तर 1 वर्षपछि तपाईँ आजको त्यो व्यक्ति रहनुहुने छैन। किनकि साना परिवर्तनहरू समयसँगै कम्पाउन्डिङ इफेक्ट जस्तै काम गर्छन्।
जस्तै ब्याङ्कमा जम्मा भएको ब्याज बढ्दै बढ्दै धेरै गुणा हुन्छ, त्यसैगरी हाम्रा बानीहरू पनि बिस्तारै हाम्रो पुरै जीवनलाई मल्टिप्लाई गरिदिन्छन्। सोच्नुहोस्, यदि कुनै व्यक्ति सधैँ मात्र 10 मिनेट पढ्न सुरु गर्छ भने सुरुमा केही खास लाग्दैन, तर 1 वर्षपछि उसले सयौं पृष्ठहरू पढिसकेको हुनेछ, सायद दर्जनौं किताबहरू। यदि कुनै व्यक्ति सधैँ मात्र 5 मिनेट कसरत गर्छ भने पहिलो महिनामा केही देखिँदैन, तर वर्षभरिमा उसको शरीर र मन दुवै बदलिसकेका हुनेछन्। यो फरक धेरै सानो लाग्छ, तर समयसँगै त्यही फरक सबभन्दा ठूलो बन्छ। वास्तवमा हाम्रो समस्या यो हो कि हामी तत्काल नतिजाहरूको पछाडि दौड्छौँ। हामी चाहन्छौँ कि अहिले मेहनत गरौँ र भोलिसम्म रिवार्ड मिलोस्, तर ग्रोथ कहिले छिटो हुँदैन। यो एउटा लामो साइलेन्ट भ्यालीबाट गुजर्छ, जहाँ केही पनि भइरहेको देखिँदैन। तपाईँ मेहनत गर्नुहुन्छ तर नतिजाहरू देखिँदैनन्। यही त्यो पल हो जब धेरैजसो मान्छेहरू हार मान्छन्। तिनले सोच्छन्, सायद यो मेरो बसको कुरा होइन, तर हकीकत यो हो कि असली परिवर्तन पर्दा पछाडि भइरहेको हुन्छ, बरफको टुक्रालाई पग्लाउन जस्तै। जब तपाईँ यसलाई -10 डिग्रीबाट 0 डिग्रीसम्म तताउनुहुन्छ तब केही हुँदैन, यो उहीँको उहीँ रहन्छ। तर जसरी तापक्रम 0 डिग्रीमा पुग्छ, यो अचानक पगल्न सुरु गर्छ। मान्छेहरू सोच्छन् कि परिवर्तन अचानक भयो, तर सत्य यो हो कि हरेक डिग्री तताउनुको अर्थ राख्थ्यो। हरेक सानो कदम आवश्यक थियो। हरेक दिनको प्रयास त्यही पलको तयारी थियो जब सबै कुरा बदलिने थियो। जीवन पनि ठीक यस्तै हुन्छ। हामी सधैँ साना कदमहरू उठाउँछौँ, तर इम्पेशन्सले हामीलाई रोक्दिन्छ। हामी बिर्सन्छौँ कि हरेक सानी मेहनतको एउटा क्युमुलेटिभ असर हुन्छ। हरेक दिन जुन तपाईँ थोरै राम्रो गर्नुहुन्छ त्यो आफैमा एउटा लगानी हो। आफ्नो भविष्यमा, आफ्नो राम्रो भर्जनमा। आफ्नो वरिपरिका मान्छेहरूलाई हेर्नुहोस् जसले साँच्चै सफलता पाएका छन्। तिनीहरूमा कुनै ओभरनाइट सक्सेस थिएन। तिनीहरूले बस साना साना कदमहरूलाई कन्सिस्टेन्सीका साथ दोहोर्याए। हरेक दिन 1% इम्प्रुभमेन्ट, हरेक दिन थोरै राम्रो बन्ने प्रयास, र बिस्तारै यो थोरै नै धेरै बन्यो। असली शक्ति ठूला परिवर्तनमा होइन, बरु ती साना परिवर्तनहरूमा लुकेको हुन्छ जसलाई हामी बेवास्ता गर्छौँ। किनकि साना परिवर्तनहरू सस्टेनेबल हुन्छन्। ठूला रेजोल्युसन्सहरू प्राय डरलाग्दा लाग्छन्, तर साना स्टेपहरू म्यानेजेबल हुन्छन्। र जब हामी म्यानेज गर्न सक्छौँ तब हामी हिँडिरहन्छौँ, र कन्सिस्टेन्सी नै त असली म्याजिक हो। जीवनमा यदि तपाईँ साँच्चै ठूलो परिवर्तन चाहनुहुन्छ भने आजदेखि कुनै ठूलो कुराको पछाडि नदौडनुहोस्। बस यति निर्धारण गर्नुहोस् कि तपाईँ भोलिबाट थोरै राम्रो बन्नुहुनेछ, सायद मात्र 1%, किनकि यही 1% मिलेर एक दिन तपाईँलाई त्यो ठाउँमा पुर्याउनेछ जसको तपाईँले कहिल्यै कल्पना पनि गर्नुभएको थिएन। हरेक दिन एउटा सानो कदम, हरेक दिन एउटा सानो इम्प्रुभमेन्ट, र हेर्नुहोस्, केही महिनापछि तपाईँ आफैलाई चिन्नुहुने छैन, किनकि यिनै साना कदमहरू हुन् जसले ठूलो फरक ल्याउँछन्। यही हो असली एटोमिक ह्याबिट्स, जसले बिस्तारै तर पक्कै तपाईँलाई त्यो व्यक्तिमा बदलिदिनेछन् जुन तपाईँ सधैँ बन्न चाहनुहुन्थ्यो। अब च्याप्टर 2 को कुरा गरौँ। फोकस अन सिस्टम्स, नट गोल्स। के कहिले ध्यान दिनुभएको छ, हामी सबैको जीवन गोलहरूले भरिएको हुन्छ। कोही भन्छ मलाई फिट हुनु छ, कोही भन्छ मलाई सफल बिजनेसम्यान बन्नु छ, कोही भन्छ मलाई टप बन्नु छ। हरेकले केही न केही हासिल गर्न चाहन्छ। तर प्रश्न यो छ, यदि सबैका गोलहरू यति राम्रा छन् भने सफल केही मान्छेहरू मात्र किन हुन्छन्? के बाँकी मान्छेहरूले कम मेहनत गर्छन्? होइन, दिनले पनि प्रयास गर्छन्। त्यसो भए फरक कहाँ छ? फरक गोलहरूमा होइन, फरक सिस्टममा छ। गोल त्यो ठाउँ हो जहाँ तपाईँ पुग्न चाहनुहुन्छ, तर सिस्टम त्यो बाटो हो जसले त्यहाँसम्म पुर्याउँछ। र जीवनमा जित्नेहरू सधैँ बाटोमा ध्यान दिन्छन्, गन्तव्यमा होइन। किनकि यदि तपाईँको बाटो सही छ भने गन्तव्य आफै मिल्छ, तर यदि बाटो नै गलत छ भने चाहे तपाईँ जति दौडौनुहोस् तपाईँ गलत ठाउँमा नै पुग्नुहुन्छ। एकछिन सोच्नुहोस्, एउटा खेलाडी जसले हरेक म्याच जित्न चाहन्छ उसको गोल हो जित्नु, तर यदि उसले मात्र गोलमा फोकस गर्छ भने ऊ हरेक पटक हार्नेछ। किनकि जित तब आउँछ जब तपाईँको सिस्टम, तपाईँको अभ्यास, तपाईँको डिसिप्लिन, तपाईँको डेली रुटिन बलियो हुन्छ। गोल बस एउटा दिशा दिन्छ, तर सिस्टम नै त्यो शक्ति हो जसले तपाईँलाई अगाडि बढाउँछ। हामी सबै यही गल्ती गर्छौँ। हामी सोच्छौँ यदि मैले आफ्नो गोल प्राप्त गरेँ भने म खुसी हुनेछु। तर एकछिन रोकिनुहोस्, जब तपाईँ गोल पूरा गर्नुहुन्छ तब के तपाईँ सधैँ खुसी रहनुहुन्छ? होइन, किनकि खुसी गोलसँगै समाप्त हुन्छ। तपाईँ एकपटक फेट हुनुभयो र फेरि अल्छी हुनुभयो। एकपटक परीक्षा पास गर्नुभयो, फेरि पढाइ छोडिदिनुभयो। गोल पूरा भयो, मोटिभेसन समाप्त भयो। यहीँबाट सुरु हुन्छ डाउनफल, किनकि तपाईँले फोकस राख्नु भएको थियो डेस्टिनेसनमा, जर्नीमा होइन। र जब जर्नी समाप्त भयो तब तपाईँको ड्राइभ पनि समाप्त भयो। अब सोच्नुहोस्, यदि तपाईँको ध्यान सिस्टममा थियो र यदि तपाईँको फोकस हरेक दिन थोरै राम्रो बन्नमा थियो भने गोल आफै मिल्थ्यो र मोटिभेसन कहिल्यै समाप्त हुँदैन थियो, किनकि सिस्टम कहिल्यै समाप्त हुँदैन। यो हरेक दिन इभल्भ हुन्छ। सिस्टमको मतलब हो त्यो प्रोसेस जसले तपाईँलाई सुधार्छ।
जस्तै एउटा लेखकका लागि सिस्टम हो सधैँ 500 शब्द लेख्नु, एउटा विद्यार्थीका लागि सिस्टम हो सधैँ 2 घण्टा रिभिजन गर्नु, एउटा ट्रेडरका लागि सिस्टम हो हरेक दिन आफ्नो स्ट्र्याटेजी एनालाइज गर्नु। यिनमध्ये कुनैले पनि नतिजाको ग्यारेन्टी दिँदैन, तर एउटा कुरा निश्चित छ, यदि तपाईँ सिस्टमलाई फलो गर्नुहुन्छ भने नतिजा मिल्नु निश्चित छ। गोलले एउटा टेम्पररी फिलिङ दिन्छ, सिस्टमले एउटा पर्मानेन्ट ह्याबिट बनाउँछ। गोल आउटकम हो भने सिस्टमले आइडेन्टिटी बनाउँछ। र यही फरक हो एउटा ड्रिमर र अचिभरमा। ड्रिमर सोच्छ यदि मैले जित्न पाएँ भनेर, र अचिभरले सोच्छ मलाई हरेक दिन इम्प्रुभ गर्नु छ। याद राख्नुहोस्, गोल मात्र एउटा डिरेक्सन हो, तर डिरेक्सनभन्दा बढी महत्त्वपूर्ण हुन्छ मुभमेन्ट। यदि तपाईँ सधैँ एक स्टेप अगाडि बढिरहनु भएको छ भने तपाईँ जितिरहनु भएको छ, चाहे गोल अझै टाढा किन नलागोस्। गोलले तपाईँलाई फोकस दिन्छ, तर सिस्टमले तपाईँलाई फ्रिडम दिन्छ। गोलमा फोकस गरेर मात्र हुँदैन। म तब खुसी रहनेछु जब म त्यहाँ पुग्छु। म हरेक दिन आफ्नो बेस्ट भर्जनतर्फ बढिरहेको छु, र यही असली जित हो। कहिले कुनै पहाड चढ्दा हेर्नु भएको छ? यदि तपाईँ शिखरलाई मात्र हेर्दै बस्नुहुन्छ भने यो सधैँ टाढा लाग्छ, तर यदि तपाईँ कदमहरूमा ध्यान दिनुहुन्छ भने तपाईलाई थाहा पनि हुँदैन र तपाईँ शिखरमा पुगिसक्नु भएको हुन्छ। जीवन पनि केही यस्तै हो। गोल त्यो शिखर जस्तै हो र सिस्टम तपाईका कदमहरू जस्तै, जसले हरेक दिन तपाईलाई अगाडि बढाउँछन्, बिस्तारै तर विश्वासका साथ। जब अर्को पटक जब तपाईँ कुनै गोलको बारेमा सोच्नुहुन्छ, तब आफैसँग एउटा प्रश्न सोध्नुहोस्, के मेरो सिस्टम सही छ? किनकि गोल त हरेकले बनाउन सक्छ, तर सिस्टम त्यही मान्छेले बनाउँछ जसले जित्न जान्छ। गोलले तपाईलाई सुरु गराउँछ, तर सिस्टमले तपाईलाई टिकाउँछ। गोलले तपाईलाई सपनाहरू देखाउँछ, तर सिस्टमले तिनलाई वास्तविकतामा बदलिदिन्छ। र जब सिस्टम बलियो हुन्छ, तब हार नामको कुनै कुरा रहँदैन। जित्ने मान्छेहरू लक्की हुँदैनन्, बस उसको सिस्टमहरू यति बलिया हुन्छन् कि लकलाई पनि उसको अगाडि झुक्नुपर्छ। र जब तपाईको सिस्टम सही हुन्छ, तब हरेक दिन, हरेक कदम तपाईलाई गन्तव्यको नजिक पुर्याउँछ, बिना कुनै प्रेसर, बिना कुनै डरको। किनकि सत्य सफलता कहिल्यै कुनै गोलबाट मिल्दैन, यो मिल्छ त्यो कन्सिस्टेन्सीबाट जुन हरेक दिन सिस्टमलाई फलो गर्नेबाट आउँछ। र त्यही कन्सिस्टेन्सीले एउटा साधारण मान्छेलाई एक्स्ट्रा अर्डिनरी बनाइदिन्छ। अब कुरा गरौँ च्याप्टर 3 को, आइडेन्टिटी ड्राइभ्स बिहेभियर। के कहिले आफैसँग सोध्नु भएको छ कि तपाईँ जे गर्नुहुन्छ त्यो किन गर्नुहुन्छ? तपाईँ हरेक बिहान अलार्म बन्द गरेर फेरि सुत्नुहुन्छ, जबकि तपाईँलाई थाहा छ कि उठ्नुपर्छ। तपाईँ हरेक पटक डायट सुरु गर्छु सोच्नुहुन्छ, तर फेरि उही जङ्क फुड खानुहुन्छ। तपाईँ भन्नुहुन्छ ढिला सुस्ती गर्नु हुँदैन, तर फेरि पनि टाल्नुहुन्छ। के यो मात्र अल्छीपन हो वा केही गहिराई लुकेको छ? वास्तवमा हाम्रा हरेक बानी हाम्रो पहिचानसँग जोडिएको हुन्छ। हामी जे सोच्छौँ त्यही निर्धारण गर्छौँ। यदि तपाईँ आफैलाई अल्छी मान्नुहुन्छ भने तपाईको व्यवहार उही अनुसार हुनेछ। यदि तपाईँ आफैलाई अनुशासित मान्नुहुन्छ भने तपाईको दिमाग उही दिशामा काम गर्नेछ। अर्थात् तपाईका ह्याबिट्स तपाईको पहिचानको फलो गर्छन् र तपाईको पहिचान तपाईका बानीहरूबाट बन्छ। यो एउटा साइकल हो जसले हरेक दिन तपाईको जीवनलाई आकार दिन्छ। तर समस्या यो हो कि हामी यो साइकललाई उल्टो बुझ्छौँ। हामी सोच्छौँ जब म फिट हुनेछु तब म आफैलाई फिट व्यक्ति मान्नेछु। जब म किताबहरू पढ्न सुरु गर्नेछु तब म रिडर बन्नेछु। तर सत्य यो हो कि यो सब उल्टो हो। तपाईले पहिले आफैलाई त्यो मान्नुपर्छ जुन तपाईँ बन्न चाहनुहुन्छ। पहिले पहिचान आउँछ, त्यसपछि बल्ल व्यवहार। पहिचान परिवर्तन एउटा अदृश्य शिफ्ट हो, तर यसको असर धेरै ठूलो हुन्छ। यसले तपाईलाई त्यो शक्ति दिन्छ जुन कुनै मोटिभेसन भिडियो वा गोल सेटिङबाट मिल्दैन। किनकि जब तपाईँ आफ्नो पहिचान बदल्नुहुन्छ, तब तपाईलाई आफैसँग लड्नु पर्दैन। अब तपाईको सबकन्सियस माइन्ड तपाईको साथ काम गर्छ, विपक्षमा होइन। उदाहरणका लागि, यदि कुनै व्यक्ति स्मोकिङ छोड्न चाहन्छ र जब कसैले उसलाई सिगरेट अफर गर्छ भने उसले भन्छ, होइन, म कोसिस गरिरहेको छु छोड्ने। तर उसले अझै स्मोकरको पहिचान होल्ड गरिरहेको हुन्छ। तर यदि उसले भन्छ, होइन, म स्मोकर होइन भने उसले पहिचान बदलिसकेको हुन्छ। अब ऊ आफ्नो विगतसँग होइन, आफ्नो भविष्यसँग जोडिएको हुन्छ। हामी प्राय आफ्ना कार्यहरू बदल्ने प्रयास गर्छौं, तर जबसम्म हामी आफ्नो पहिचान बदल्दैनौं, पुराना ढाँचाहरू फर्केर आउँछन्। किनकि कार्यहरू मात्र लक्षणहरू हुन्, वास्तविक मार्ग हाम्रो सोच हो। हामी आफैलाई के मान्छौं भने? यदि तपाईँ आफैलाई कन्फिडेन्ट मान्दैनौ भने कुनै सेमिनार, कुनै लेक्चरले तपाईलाई लामो समयसम्म कन्फिडेन्ट बनाउन सक्दैन। तर यदि तपाईँ हरेक दिन साना साना कार्यहरू लिनुहुन्छ जसले प्रमाण दिन्छ कि हो, म कन्फिडेन्ट छु, तब बिस्तारै दिमाग मान्न सुरु गर्छ कि यो सत्य हो। यही कारणले ह्याबिट्स बनाउन गाह्रो हो, तिनलाई सही पहिचानबाट जोड्न गाह्रो हुन्छ। यदि तपाईँ हरेक दिन एउटा पेज पढ्नुहुन्छ भने तपाईँ आफैलाई रिडर मान्नुहोस्।
यदि तपाईँ हरेक बिहान थोरै वर्कआउट गर्नुहुन्छ भने तपाईँ फिट व्यक्ति हुनुहुन्छ। यदि तपाईँ हरेक दिन एउटा इमानदार निर्णय लिनुहुन्छ भने तपाईँ भरपर्दो व्यक्ति हुनुहुन्छ। साना कार्यहरू नै त्यो कुरा हुन् जसले तपाईँको नयाँ पहिचानलाई बलियो बनाउँछन्। हरेक पटक जब तपाईँ कुनै सही काम गर्नुहुन्छ, तपाईँ आफ्नो नयाँ पहिचानलाई एउटा नयाँ भोट दिनुहुन्छ। पहिचानको यो खेल धेरै गहिरो हुन्छ, किनकि धेरैजसो मान्छेहरू कहिल्यै यो सोच्दैनन् कि ऊ को हो। तिनले अरूले भने अनुसार आफैलाई परिभाषित गर्छन्। त सधैँ ढिलो आउँछस्, त सिरियस रहँदैनस्, त कहिल्यै चेन्ज हुँदैनस्, र बिस्तारै तिनले अरूले भनेका कुराहरूलाई आफ्नो सच्चाइ मान्छन्। तर यदि तपाईँ आफ्नो पहिचान आफै छान्न सुरु गर्नुहुन्छ भने तपाईँको व्यवहार आफै बदल्न सुरु गर्छ। सत्य वृद्धि तब सुरु हुन्छ जब तपाईँ गोल होइन, पहिचान बदल्ने निर्णय गर्नुहुन्छ। किनकि गोलले आउटकम दिन्छ, तर पहिचानले रूपान्तरण गर्छ। गोलले तपाईँलाई एक पटक जिताउन सक्छ, तर पहिचानले तपाईँलाई सधैँ जित्न सक्ने बनाउँछ। जब अर्को पटक तपाईँ कुनै नयाँ ह्याबिटको सुरुवात गर्नुहुन्छ, तब आफैसँग यो नभन्नुहोस् मलाई यो गर्नु छ, बरु भन्नुहोस् म यस्तो व्यक्ति हुँ जसले यो गर्छ। किनकि जब तपाईँको पहिचान सही हुन्छ, तब तपाईँको हरेक कार्य, हरेक निर्णय, हरेक स्टेप सही दिशामा बढ्छ, र यही वास्तविक सिक्रेट हो। अब कुरा गरौँ च्याप्टर 4 को, द 4 लज अफ बिहेभियर चेन्ज। के कहिल्यै सोच्नु भएको छ, हामी जान्दा जान्दै पनि गलत बानीहरूबाट किन बच्न सक्दैनौँ? हामीलाई थाहा हुन्छ कि राति अवेरसम्म फोन चलाउनुले निन्द्रा बिगार्छ, फेरि पनि हामी स्क्रिनमा हराउँछौँ। हामीलाई थाहा हुन्छ कि जङ्क फुड स्वास्थ्यका लागि खराब हो, फेरि पनि हामी अर्को बर्गरको चाहना रोक्न सक्दैनौँ। यस्तो किन हुन्छ? किनकि हाम्रो व्यवहारको पछाडि मात्र इच्छा शक्ति होइन, एउटा पूरा लक्षण लुकेको हुन्छ। व्यवहार परिवर्तनको अदृश्य ढाँचा। हरेक बानी, चाहे राम्रो होस् वा खराब, एउटा सरल सूत्रमा चल्छ। त्यो सूत्र हो क्यू क्रेभिङ रेस्पोन्स रिवार्ड, अर्थात् एउटा सिग्नलले तपाईँलाई ट्रिगर गर्छ, एउटा इच्छा पैदा हुन्छ, फेरि तपाईँ कुनै एक्सन लिनुहुन्छ, र अन्तमा तपाईँलाई कुनै रिवार्ड मिल्छ। यही हो ह्याबिट लूप। र यदि यसलाई बुझियो भने कुनै पनि बानी बदल्न सकिन्छ। अब सोच्नुहोस्, बिहान उठेर यदि तपाईँको फोन नजिकै राखिएको किन? नोटिफिकेसनको आवाजले तपाईँको चाहना जगाउँछ, तपाईँ फोन उठाउनुहुन्छ, त्यो तपाईँको प्रतिक्रिया हो, र कुनै मेसेज देखिन्छ वा फनी रिल्स चल्छ, तपाईँलाई डोपामिनको रिवार्ड मिल्छ। बस ह्याबिट कम्प्लिट भयो। यही लूप सधैँ रिपिट हुन्छ, बिना तपाईँको कन्सियसली सोचेको। यदि हामी आफ्नो जीवन बदल्न चाहन्छौँ भने हामीले ह्याबिट्सको यो लूपलाई ह्याक गर्नुपर्छ, र यही त्यो ठाउँ हो जहाँ 4 सरल प्रिन्सिपलहरू आउँछन्, व्यवहार परिवर्तनका नियमहरू जसले हाम्रो दिमागलाई रिप्रोग्राम गर्छन्। पहिलो प्रिन्सिपल, कुनै पनि ह्याबिटलाई अडाप्ट गर्नका लागि यसलाई भिजिबल बनाउनु आवश्यक छ। हामी त्यो बदल्न सक्दैनौँ जो हामीलाई देखिँदैन। यदि तपाईलाई हेल्दी खाना सुरु गर्नु छ भने फ्रुट्सहरूलाई फ्रिजको पछाडि नराख्नुहोस्, तिनलाई अगाडि राख्नुहोस्। किताब पढ्नु छ भने यसलाई टेबलमा राख्नुहोस्, लुकाएर होइन। हाम्रो दिमाग कसरी अपरेट गर्छ, र जो देखिन्छ त्यही ट्रिगर गर्छ। दोस्रो प्रिन्सिपल, ह्याबिटलाई आकर्षक बनाउनुहोस्। कुनै पनि व्यक्ति बोरिङ कुरा बारम्बार गर्दैन। यदि एक्सरसाइज गर्नु छ भने फेभरेट म्युजिक लगाउनुहोस्। यदि मेडिटेसन गर्नु छ भने यसलाई एउटा शान्त वातावरणमा गर्नुहोस्। जब कुनै ह्याबिटसँग जोडिएको अनुभव राम्रो लाग्छ, तब दिमाग यसलाई दोहोर्याउने चाहना राख्छ। तेस्रो प्रिन्सिपल हो मेक इट इजी। हामी प्राय ह्याबिट त्यसैले बनाउन सक्दैनौँ किनकि हामी सुरुवातमै गाह्रो बनाइदिन्छौँ। म सधैँ 1 घण्टा जिम जान्छु, म हरेक दिन एउटा किताब सक्छु, तर दिमागले रेजिस्टेन्स पैदा गर्छ जब टास्क धेरै ठूलो लाग्छ। सुरुवात सधैँ सानो हुनुपर्छ। 2 मिनेटको रुल याद राख्नुहोस्, बस 2 मिनेटका लागि सुरु गर्नुहोस्, किनकि सुरु गर्नु नै असली लडाई हो, र एक पटक सुरु गरियो भने रुक्न गाह्रो हुन्छ। र चौथो प्रिन्सिपल, ह्याबिटलाई स्याटिस्फाइङ बनाउनुहोस्। यदि कुनै कामबाट तुरन्त स्याटिस्फ्याक्सन मिल्दैन भने दिमागले यसलाई छोडिदिन्छ। तर यदि तपाईँ आफैलाई रिवार्ड दिनुहुन्छ, आफ्नो प्रोग्रेस ट्र्याक गर्नुहुन्छ वा सानो सेलिब्रेसन गर्नुहुन्छ भने तपाईको दिमागले त्यो ह्याबिटलाई बलियो बनाइदिन्छ, किनकि मान्छेले त्यही दोहोर्याउँछ जसबाट उसलाई खुशी मिल्छ। यी 4 नियमहरू मात्र शब्दहरू होइनन्, यो त्यो ब्लुप्रिन्ट हो जसले हाम्रो व्यवहारको जग बदल्न सक्छ। हरेक राम्रो बानीको पछाडि यही संरचनाले काम गर्छ। हरेक खराब बानीलाई समाप्त गर्नका लागि पनि यिनलाई उल्टो प्रयोग गर्न सकिन्छ। खराब बानीलाई इन्भिजिबल बनाउनुहोस्, अनाकर्षक बनाउनुहोस्, गाह्रो बनाउनुहोस् र असन्तुष्ट बनाउनुहोस्। बिस्तारै यो आफै गायब हुनेछ। वास्तवमा मान्छेको दिमाग ह्याबिट ड्रिभन हुन्छ। तपाईको हरेक निर्णय, हरेक इमोसन, हरेक एक्सन कुनै न कुनै लूपसँग जोडिएको हुन्छ,
र जब तपाईँ त्यो लूप बुझ्नुहुन्छ तब तपाईँसँग आफ्नो जीवनको रिमोट कन्ट्रोल आउँछ। कहिल्यै ध्यान दिनुभएको छ सफल मान्छेहरूको जीवन अनुशासित किन देखिन्छ? किनकि तिनले मोटिभेसनको भरोसामा बाँच्दैनन्। तिनले आफ्ना सिस्टम्स र ह्याबिट्सलाई सही डिजाइन गरेका हुन्छन्। तिनका बानीहरू अटोमेटिक हुन्छन् र त्यहीले तिनलाई हरेक दिन जित दिलाउँछन्। एउटा बानी बदल्नु मतलब आफैलाई नयाँ व्यक्ति बनाउनु। किनकि हरेक पटक जब तपाईँ कुनै सानो ह्याबिटमा जित्नुहुन्छ तपाईँ आफ्नो सबकन्सियस दिमागलाई यो प्रमाणित गर्नुहुन्छ कि तपाईँ कन्ट्रोलमा हुनुहुन्छ र यही सेल्फ कन्ट्रोल बिस्तारै सेल्फ रिस्पेक्टमा बदलिन्छ। जीवन बदल्नका लागि कुनै जादुको आवश्यकता छैन, बस आफ्नो व्यवहार बुझ्नुहोस् र यसलाई डिजाइन गर्नुहोस्। अब कुरा गरौँ च्याप्टर 5 को मेक गुड ह्याबिट्स ओभियस। भन्छन् कहिले ध्यान दिनुभएको छ हामी प्राय त्यही काम गर्छौं जुन हामीलाई सबभन्दा पहिले देखिन्छ। बिहान उठेर फोन अगाडि देखिन्छ र हामी अन्जानमा यसलाई उठाइहाल्छौं। फ्रिजमा सबभन्दा पहिले जुन चीज देखिन्छ हामी त्यही खान्छौं। राति ओछ्यानमा जाँदा यदि नेटफ्लिक्सको सजेसन चम्किन्छ भने बस एउटा एपिसोड हेर्ने बानी फेरि फर्केर आउँछ। मतलब हाम्रा बानीहरू मात्र हाम्रा इच्छाहरूबाट होइन, हाम्रो वातावरणबाट पनि बन्छन्। वास्तवमा मान्छेको जीवनलाई आकार दिने सबभन्दा ठूलो फ्याक्टर मोटिभेसन होइन, बरु भिजिबिलिटी हो। हामी त्यही चीजहरू गर्छौं जुन हामीलाई बारम्बार देखाइदिन्छ। हाम्रो दिमाग सिग्नलहरूबाट अपरेट गर्छ। जो देखिन्छ त्यही ट्रिगर बन्छ। अर्थात् यदि तपाईँ कुनै ह्याबिटलाई आफ्नो जीवनमा बलियो बनाउन चाहनुहुन्छ भने पहिले यसलाई भिजिबल बनाउनुहोस्, ओभियस बनाउनुहोस्। एकछिन सोच्नुहोस्, यदि तपाईँलाई पढाइ वा किताब पढ्ने बानी बसाउनु छ भने किताब सधैँ अलमारी बन्द रहन्छ भने के तपाईँ हरेक पटक उठेर यसलाई निकाल्नुहुन्छ? सायद होइन, किनकि तपाईँको दिमागले सजिलो बाटो छान्छ। तर यदि त्यही किताब तपाईँको तकिया नजिक राखिएको छ भने हरेक पटक जब तपाईँ सुत्न जानुहुन्छ त्यो किताबले तपाईँलाई हेर्नेछ र त्यो तपाईँको दिमागका लागि एउटा सिग्नल बन्नेछ। तपाईँ भन्नुहुन्छ ठिक छ 2 पेज पढिहालौँ र यही सानो स्टेप एक दिन ठूली ह्याबिटमा बदलिनेछ। हामी प्राय सोच्छौं कि हामीलाई अनुशासनको आवश्यकता छ, तर सत्य यो हो कि हामीलाई मात्र एउटा डिजाइन्ड इन्भाइरोन्मेन्ट चाहिन्छ जसले हामीलाई सही दिशामा धकेलोस्। किनकि व्यवहार इच्छा शक्तिबाट होइन, वरपरबाट बदलिन्छ। यदि तपाईँको गोल हेल्दी रहनु छ भने चिप्सहरू लुकाउनुहोस् र फ्रुटहरूलाई अगाडि राख्नुहोस्। यदि तपाईँ सोशल मिडिया कम चलाउन चाहनुहुन्छ भने एपलाई होम स्क्रिनबाट हटाउनुहोस्। किनकि जो नजरमा पर्दैन त्यसको सिग्नल दिमागसम्म पुग्दैन। हाम्रो ब्रेन हजारौं क्यूहरूमा काम गर्छ। हरेक भिजुअल, हरेक साउन्ड, हरेक स्मेलले केही न केही ट्रिगर गर्छ र जब हामी यिनलाई बदल्न सिक्छौं तब हामी आफ्ना ह्याबिट्सका मास्टर बन्छौं। सोच्नुहोस्, यदि तपाईलाई हरेक बिहान एक्सरसाइज गर्नु छ भने आफ्ना वर्कआउट जुत्ताहरू ओछ्यान नजिक राख्नुहोस्। तिनलाई देख्नु नै रिमाइन्डर बन्नेछ। यदि तपाईलाई मेडिटेसन सुरु गर्नु छ भने यसको म्याट त्यही फैलाएर छोडिदिनुहोस् जहाँ तपाईँ बिहान सबभन्दा पहिले पुग्नुहुन्छ। जति सजिलो र ओभियस ट्रिगर हुनेछ उति नै सजिलो हुनेछ ह्याबिट सुरु गर्नु। कहिलेकाहीँ साना कुराहरूले ठूलो फरक ल्याउँछन्। जस्तै यदि कुनै स्मोकरले आफ्नो लाइटर घर बाहिर राख्छ भने उसलाई सिगरेट पिउनका लागि एक्स्ट्रा एफर्ट गर्नुपर्नेछ र हरेक पटक जब ऊ त्यो एफर्ट महसुस गर्छ उसको दिमागले त्यो ह्याबिटलाई प्रश्न गर्नेछ। यही डिजाइन पावर हो जसले तपाईको व्यवहार बदलिदिन्छ। हामी सबैको दिमाग एउटा अटो पाइलट मोडमा चल्छ। यदि सराउन्डिङ्स नेगेटिभ छन् भने हामी नकारात्मक काम गर्न सुरु गर्छौं, तर यदि वातावरणले हामीलाई पोजिटिभ सिग्नलहरू दिन्छ भने हाम्रो एनर्जी, फोकस र डिसिजन मेकिङ आफै सुध्रिन्छ। यदि तपाईँ आफ्ना वरपरका ठाउँहरूलाई यस्तो सेटअप गर्नुहुन्छ कि यो तपाईँलाई हरेक दिन राम्रो बन्ने याद गराउँछ भने तपाईँलाई कहिल्यै फोर्स गर्नु पर्दैन। तपाईँको जीवन आफै त्यो दिशामा बहन सुरु गर्छ जुन तपाईँ चाहनुहुन्छ। कहिले आफ्नो कोठाको चारैतिर नजर लगाउनुहोस्। जुन चीजहरू तपाईँलाई बारम्बार देखिरहन्छ त्यसले तपाईँका ह्याबिट्समा असर गरिरहेका छन्। तपाईँको फोन, तपाईँको टिभी, तपाईँको डेस्क, तपाईँका किताबहरू सबै तपाईँको सबकन्सियसलाई साइलेन्टली गाइड गरिरहेका छन्। अब प्रश्न मात्र यति छ के तपाईँको वातावरण तपाईँका गोलहरूसँग काम गरिरहेको छ वा तिनको विपक्षमा? किनकि जो देखिन्छ त्यही रिपिट हुन्छ र जे कुरा बारम्बार रिपिट हुन्छ त्यही तपाईँको जीवन बन्छ। त्यसैले यदि तपाईँ साँच्चै आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने आफ्नो वरपर वातावरण यस्तो बनाउनुहोस् कि यो तपाईँलाई हरेक पल याद गराओस् कि तपाईँ को बन्न चाहनुहुन्छ। अब हामी कुरा गरौँ च्याप्टर 6 को मेक ह्याबिट्स इजी एन्ड रिपिटेबल। कि कहिले सोच्नु भएको छ हामी नयाँ बानीहरू सुरु त गर्छौं तर तिनलाई निभाउन किन सक्दैनौं? हामी सबैले कहिले न कहिले भनेका नै छौं भोलिदेखि पक्का सुरु गर्छु, तर फेरि त्यही भोलि अर्को दिन बन्छ र अर्को दिन फेरि एउटा बहाना। यस्तो होइन कि हामी परिवर्तन चाहदैनौं, बस सुरुवात नै यति गाह्रो बनाइदिन्छौं कि दिमागले यसलाई टालिदिन्छ। वास्तवमा मान्छेको दिमाग कम्फर्ट मन पराउँछ। यसलाई सरल र सजिलो बाटोहरू चाहिन्छ र यही कारण हो जब कुनै ह्याबिट कम्प्लिकेटेड लाग्छ तब हाम्रो दिमागले तुरुन्तै यसलाई एभोइड गर्न सुरु गर्छ र यो भन्छ अहिले होइन पछि। तर पछि कहिले आउँदैन।
परिवर्तन सुरु गर्नका लागि तपाईलाई मोटिभेसनको होइन, सिम्प्लिसिटीको आवश्यकता हुन्छ, किनकि कुनै पनि चीज जति सजिलो लाग्छ उति नै चाँडो सुरु हुन्छ। यदि तपाईँ आफ्नो नयाँ बानीलाई यति सजिलो बनाउनुहुन्छ कि दिमागले नाइ भन्न नसकोस् भने तपाईले जितिसक्नु भएको छ। सोच्नुहोस्, यदि तपाईको गोल हो सधैँ किताब पढ्ने भने म सधैँ 1 घण्टा पढ्छु भन्ने नसोच्नुहोस्। बस यति निर्धारण गर्नुहोस्, म सधैँ मात्र एउटा पेज पढ्छु। यो सुन्न सानो लाग्छ, तर यही सानो सुरुवातले तपाईभित्र कन्सिस्टेन्सी पैदा गर्छ, किनकि जब कुनै काम सजिलो लाग्छ तब प्रतिरोध समाप्त हुन्छ। याद राख्नुहोस्, स्टार्ट स्मल टु गो बिग। हरेक ठूलो चीज एउटा सानो स्टेपबाट सुरु हुन्छ, जस्तै एउटा नदी जुन पहिले मात्र एउटा थोपाबाट बहन सुरु गर्छ। हरेक ह्याबिट पनि त्यस्तै हुन्छ, सुरुवात सानो हुन्छ तर असर गहिरो। हामी प्राय सुरुवातमै पर्फेक्सन चाहन्छौँ। हामी सोच्छौँ कि यदि गर्नु छ भने पुरै सही पर्छ, तर यही पर्फेक्सनको भ्रमले हामीलाई रोक्दिन्छ, किनकि पर्फेक्सन कहिल्यै सम्भव हुँदैन। यदि तपाईँ सधैँ थोरै पनि अगाडि बढ्नुहुन्छ भने तपाईको दिमागले त्यो ह्याबिटलाई एक्सेप्ट गर्न सुरु गर्छ। बिस्तारै यो सजिलो लाग्न सुरु थाल्छ र एक दिन त्यही सानो ह्याबिट तपाईको आइडेन्टिटीको भाग बन्छ। सोच्नुहोस्, यदि तपाईँ जिम जान चाहनुहुन्छ भने पहिलो दिन 1 घण्टा नबिताउनुहोस्, बस त्यहाँ गएर 5 मिनेट बस्नुहोस्। यो हास्यास्पद लाग्छ, तर यसले दिमागलाई यो सिग्नल दिनेछ इट्स इजी, र जब कुनै काम सजिलो लाग्छ तब यो ह्याबिट बन्छ। कन्सिस्टेन्सी सधैँ तीव्रताभन्दा बढी शक्तिशाली हुन्छ, किनकि जसले सधैँ थोरै मेहनत गर्छ उसले नै लामो दौड जित्छ। एउटा सरल नियम छ, रिड्युस फ्रिक्सन, मतलब कुनै ह्याबिट गर्नमा जुनसुकै बाधाहरू छन् तिनलाई हटाउनुहोस्। यदि तपाईँ वर्कआउट गर्न चाहनुहुन्छ भने जिमका लुगा राति नै निकालेर राख्नुहोस्। यदि लेख्न चाहनुहुन्छ भने नोटबुक र कलम सधैँ नजिक राख्नुहोस्। यदि हेल्दी खान चाहनुहुन्छ भने जङ्क फुड घरबाट बाहिर राख्नुहोस्। जति सजिलै ह्याबिट सुरु हुनेछ उति नै यो दोहोरिनेछ। याद राख्नुहोस्, हाम्रो दिमाग रेपिटेसन मन पराउँछ, किनकि रेपिटेसनबाट नै कम्फर्ट मिल्छ र कम्फर्टबाट आउँछ कन्सिस्टेन्सी। यदि तपाईँ कुनै ह्याबिटलाई सधैँ दोहोर्याइरहनुहुन्छ, चाहे सानो नै किन नहोस्, भने यो तपाईको सबकन्सियसमा बस्छ। फेरि तपाईलाई यो गर्नका लागि सोच्नु पर्दैन, यो आफै हुन्छ। हामी सबैभित्र त्यो पोटेन्सियल छ जसले पहाड हल्लाउन सक्छ, तर त्यो शक्तिलाई जगाउनका लागि पहिलो कदम उठाउन आवश्यक छ। त्यो पहिलो सजिलो सानो कदम, किनकि जब तपाईँ सुरु गर्नुहुन्छ तब मोमेन्टम पैदा हुन्छ, र मोमेन्टम सधैँ पर्फेक्ट टाइमिङभन्दा बढी महत्त्वपूर्ण हुन्छ। कहिले ध्यान दिनुभएको छ, जब कुनै गाडी स्थिर हुन्छ भने यसलाई धकेल्नमा सबभन्दा बढी शक्ति पहिले केही सेकेन्ड लाग्छ, तर जब यो चल्न सुरु गर्छ यसलाई रोक्न गाह्रो हुन्छ। हाम्रा ह्याबिट्स पनि त्यस्तै हुन्, सुरुवात गाह्रो लाग्छ तर एकपटक प्रवाहमा आएपछि सबै सजिलो लाग्छ। यदि तपाईलाई कुनै नयाँ ह्याबिट बनाउनु छ भने यसलाई यति सजिलो बनाउनुहोस् कि तपाईले रोक्नै नसकोस्। सुरुमा सानो गर्नुहोस् तर सधैँ गर्नुहोस्। कन्सिस्टेन्सीले साना नतिजाहरूलाई ठूला नतिजाहरूमा बदलिदिन्छ। हरेक दिन थोरै राम्रो, हरेक दिन थोरै अगाडि, र एक दिन तपाईलाई महसुस हुनेछ कि त्यो ह्याबिट जुन पहिले गाह्रो लाग्थ्यो अब तपाईको अस्तित्वको भाग बनिसकेको छ, किनकि वास्तविक शक्ति ठूलो सुरुवातमा होइन, बरु त्यो सानो कदममा हुन्छ जो बारम्बार दोहोर्याइन्छ, र त्यही साना कदमहरूले एक दिन तपाईलाई त्यो ठाउँमा पुर्याइदिन्छन् जहाँ तपाईँ सधैँ पुग्न चाहनुहुन्थ्यो। यो किताबको निष्कर्ष यो हो कि जीवन बदल्नका लागि तपाईलाई कुनै जादु, कुनै चमत्कार वा कुनै पर्फेक्ट मोमेन्टको आवश्यकता छैन। तपाईलाई बस एउटा सानो कदमको आवश्यकता छ, एउटा यस्तो कदम जुन आज उठाइयोस्, न कि भोलिदेखि। हरेक बानी, चाहे पढ्ने होस्, मेहनत गर्ने होस् वा आफैलाई राम्रो बनाउने, यो सुरु हुन्छ एउटा सानो सजिलो रिपिटेबल एक्सनबाट। सफल मान्छेहरू र बाँकीहरू बीच फरक कहिल्यै गोलहरूमा हुँदैन, फरक हुन्छ तिनका सिस्टम्समा, तिनका इन्भाइरोन्मेन्टमा र तिनका आइडेन्टिटीमा। ती मान्छेहरू आफ्ना बानीहरूलाई डिजाइन गर्छन्, तिनलाई सजिलो बनाउँछन्, तिनलाई बारम्बार दोहोर्याउँछन् जबसम्म ती तिनको प्रकृतिमा बदलिँदैनन्। हरेक राम्रो बानी सुरुवातमै सानो लाग्छ, तर यसको असर विशाल हुन्छ। एक दिनमा केही बदलिँदैन, तर हरेक दिन थोरै बदल्नाले एक दिन सबै कुरा बदलिदिन्छ। र जब तपाईलाई लाग्छ कि तपाईँ आफ्नो बिहेभियर, आफ्नो इन्भाइरोन्मेन्ट र आफ्ना विचारहरूलाई डिजाइन गर्न सक्नुहुन्छ भने तपाईँ आफ्नो डेस्टिनी आफै लेख्न सक्नुहुन्छ, किनकि अन्त्यमा हामी त्यही बन्छौँ जो हामी बारम्बार गर्छौँ। एक्सेलेन्स कुनै एक्सन होइन, एउटा ह्याबिट हो, र जब तपाईँ आफ्ना ह्याबिट्स बदल्नुहुन्छ तब तपाईको जीवन आफै बदलिन्छ, शान्त, स्थिर र अनस्टपेबल तरिकाले। साथीहरू, अबको समय हो आफ्नो जीवनको कमान्ड आफ्नै हातमा लिन, किनकि हरेक दिन तपाईसँग एउटा नयाँ मौका हुन्छ थोरै राम्रो बन्ने, थोरै अगाडि बढ्ने र आफ्ना सपनाहरूको नजिक पुग्ने। र यदि तपाईलाई यो प्रस्तुति मनैदेखि महसुस भयो र तपाईलाई लाग्यो कि परिवर्तन सम्भव छ भने याद राख्नुहोस्, यो त बस सुरुवात हो, किनकि यस युट्युब च्यानल बियोन्ड द बुक, जहाँ हरेक किताबले तपाईलाई सोच्ने, बुझ्ने र बदल्ने शक्ति दिन्छ, यहाँ हामी मात्र किताबहरू सुन्दैनौँ, हामी हरेक पेजसँगै आफैलाई नयाँ बनाउँछौँ। अब तयार हुनुहोस् अर्को च्याप्टरका लागि।
थप भिडियोहरूका लागि कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।